अब हेलो गाइज, तपाईहरुलाई सबैजनालाई स्वागत छ। आज हाम्रो गेस्टमा हुनुहुन्छ इटनी दादा, वरिष्ठ नेता र सुदर्शन सुवेदीलाई स्वागत छ। तपाईहरुले अहिले हाम्रो हुन गइरहेको नेपालको चुनावी माहौल बारे केही बहस गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु कि हाम्रो सुदर्शन दादाबाट सुरुवात गरौँ। यस विषयमा चुनावको अब त्यस्तो खासै त्यति ज्ञान त छैन ममा। हजुर, पनि अब नेपालको माहौललाई अहिले स्थितिलाई हेर्दाखेरि हजुर, जहाँसम्म यो पुराना दलहरू घट्ने स्थिति देखेको छु। हजुर, तपाईले चाहना चाहिँ खास के चाहनुहुन्छ? मेरो चाहना अब नेपालमै भएको भए त म घन्टीमै हाल्ने थिएँ। हजुर, परिवारहरूलाई त मैले फोन मार्फत भनिसकेको छु घन्टीमा भोट हाल्नु भनेर। भोट हाल्ने भनेर। इटनी दादाले यो विषयमा के भन्नुहुन्छ? म त केही नि भन्दिनँ, म पनि भए अब त्यही हो, घन्टीलाई समर्थन गर्थेँ। अब हाम्रो क्षेत्र नम्बर 1 बाट चाहिँ यहाँ उता के अरे सुदन गुरुङ भन्ने चाहिँ उठ्नु भएको छ हाम्रो गाउँतिरबाट। उहाँलाई चाहिँ यसो लोन तल्लो भनेर चाहिँ जिताउने कोसिस गरिन्थ्यो। जस्ट यो भने त बुवा आमालाई चाहिँ भनिदिएको छु, अब त्यही हो, घन्टीमा भोट हाल्नुहुन्छ। त्यसो भने त तपाईहरु दुवैजना जस घन्टी समर्थक। हामी नयाँ पुस्तालाई यो गरौँ न भन्ने एउटा चाहना हो। केही गर्छन् कि अब देश बिग्रियो, हामी विदेश सिनु परेको होइन, हामी नेपालमै बसेर केही गर्न सकौँ भन्ने चाहिँ चाहना हो। तपाई खास विदेश किन आउनुभयो? अब विदेश त यस्तै हो नि सर, अब नेपालमा केही गर्छु भन्ने नि छैन होइन, गर्छु भन्ने नि गर्न दिँदैनन्। हजुर, अब गाडी चलायो बन्द गरिदिन्छन्, आन्दोलन गरिदिन्छन्, अब त्यही हो। हजुर, तपाईले जापान आउनुभन्दा नेपालमा के गर्नुहुन्थ्यो? मेरो काठमाडौँ पोखराको हाइस थियो, हजुर, म आफै चलाउँथेँ। तपाई आफै गाडी साउ, आफै ड्राइभर? हजुर, हजुर, गर्थेँ। अब यो लकडाउनले मलाई चाहिँ बर्बाद बनाइदियो। गभर्नमेन्टको तर्फबाट केही साथ सहयोग केही मिलेन? केही मिलेन। अनि हाम्रो सुदर्शन दादाले के गर्नुहुन्थ्यो? म गाउँमा त त्यही कृषि र अनि मेरो त्यो सर मेकानिकल वर्कसप थियो। ए हजुर, त्यस्तैमा भन्नाले यो वायरिङहरू सम्बन्धी? होइन, यो मिनी टेलरहरू मर्मत गर्थ्यौँ बाइकहरू। 2-4 भैँसी थियो होला। भैँसी त फर्ममा भइहाल्यो। फर्म पनि थियो तपाईँको? हजुर, के थियो आम्दानीको? सुबिन पशुपन्छी त कृषि फर्म दर्ता नै छ मेरो। हजुर, त्यही थियो। अब जापान आइहाल्यो। अब त्यसलाई सरासर सञ्चालनमा राख्न चाहनुहुन्छ कि अथवा त्यसलाई बिचमै अब बन्द गर्नुहुन्छ? अब त्यो त अहिलेसम्मलाई त चलिरहेको छ। हजुर, अब बिस्तारै अब त्यो जाने होला सर। कसले चलाएको छ नि अहिले? बुवा मम्मीले। अनि हाम्रो इटनी दादा त कहिलेकाहीँ फेरि कलाकार पनि भइदिनुहुन्छ, गीत सङ्गीततिर पनि रुचि भयो जस्तो लाग्छ। रुचि छ धेरै नै, तर अहिले यतिखेर अब मुड छैन। मुड छैन तर पनि हाम्रो अब भ्युअर्सहरूको लागि एउटा सामान्य गइदियो भने आभारी हुने थियौँ हामी। यताबाट गयो मात्रै हो। होइन, यताबाट त जान्न। हजुर, अब यताबाट त एउटा छोटो गाइदिनुहोस्। गाउनु गाउँ। होइन, तपाईँले इटनी भाषामा गाउनु भए पनि हाम्रो भ्युअर्सहरूले बुझ्नुहुन्छ। अब फेरि इटनी नभन्ने भन्नुहुन्छ, उहाँलाई जेरी दादा भनेर। जेरी दादा भन्ने नाम चाहिँ कसरी रह्यो दादा? यो विषयमा नाम त अब त्यही जेरी पकाउँदै हजुर, जेरी दादा। जेरी दादा भइयो। इटनी दादा चाहिँ फेरि कसरी हुन? इटनी त अब इटनीको ज्वाइँ भइयो। हजुर, घरमै बसेको कारणले गर्दा होइन, घर ज्वाइँ त किन बसिन्छ र। अनि तपाईँलाई यो इटनी दादा भनेर जस्तो यहाँ अब भाइरल हुनुहुन्छ तपाईँ, तपाईँको खास शुभ नाम चाहिँ के हो? मैले अहिलेसम्म थाहा पाएको छु। मेरो शुभ नाम चाहिँ परविन ढकाल हो। ए हजुर, अब सबैले चिन्दाखेरि अब परविन ढकाल भनेर नि चिन्छन्, अब कसैले ढकाल सर भनेर चिन्छन् होइन। हजुर, हजुर, अब यस्तै छ सर। अब खास गरेर अब तपाईँको ठाउँ पक्षको नाम फरक, जस्तै अब कतै गयो इटनी दादा भन्ने चलन छ, कतै गयो जेरी दादा भन्ने चलन छ। त्यो छुट्टै नाम राख्नुपर्छ क्या। कतै गयो अनि कम्पनीको ड्राइभर, कम्पनीको ड्राइभर, कतै गयो भने फेरि आइस साउ भनेपछि दादाको छुट्टै जोस परिचय छ, आफ्नै परिचय छ। अब कलङ्की चोकमा गएर अब यहाँ ढकाल साउ भन्ने नि सबैले चिन्छन्। सबैले चिन्छ।
अनि फेरि तपाईँको चाहिँ टोकियोमा तपाईँले मोमो हाउसमा काम गर्दै गर्दा हजुर त्यहाँ तपाईँको मोमो खान कहाँबाट कहाँसम्म पुग्थ्यो मान्छे? पुनावासीदेखिको लिएर चाहिँ मिकावासीसम्म चाहिँ मोमो खान आउनुहुन्थ्यो दादाको इटानी दादाको इटन दादाको मोमो भनेपछि एकदम त्यहाँ चाहिँ है भाइरल। भाइरल सुकुटी हाम्रो हजुर। अब छैला हुन्थ्यो हजुर नेपाली परिकारहरू? परिकारहरू चाहिँ एकदम नेपालकै जस्तो टेस्ट क्या हजुर हजुर चट्ट सुप जति खाए नि पाइयो थप्दै खाँदा एक प्लेट मोमो खानु 2 भाँडा सुप खानु मतलब छैन मतलब छैन भन्नाले खाना चाहिँ टन्न अगाउने गरी खानु पाइयो भनेपछि त तपाईँ अब हरेक कुरामा भनौँ न सिप भएको मान्छे। हजुर अब उता सेफ पनि हुनुहुन्छ, अब ड्राइभिङ पनि गर्नु सक्नुहुन्छ होइन, उता कलाकार पनि हो तपाईँ। त्यो विषयमा के भन्नु? कलाकार त अब कलाकार त्यति भइएन अब त्यस्तो चाहिँ अब मन रुचि चाहिँ भएको मान्छे हो। हजुर हजुर यस्तो जस खासै- एल्बमै ननिकाले पनि बेला मौकामा गाइराख्नुहुन्छ भन्ने सुन्नमा चाहिँ आएको छ। होइन एल्बम ननिकाले नि गाइराख्छु बेला मौका, तर अब यहाँ घाँटीमा एकदम प्रोब्लम भएको छ चाहिँ अहिले, हजुर त्यही भएर त्यस कारणले चाहिँ अहिले गाउन सकिनँ सर। हजुर त्यसको लागि क्षमा चाहन्छु म। हजुर हजुर अनि यो नेपाल र जापानमा गाडी चलाउने सिस्टम के कति फरक छ? जापानमा लाइसेन्स नयाँ निकाल्नु भएका साथीहरूलाई र अब निकाल्ने चरणमा हुनुभएकोलाई के भन्न चाहनुहुन्छ? नेपालमा चलाउनलाई गाह्रो छ, यहाँ अलि सजिलो छ। यहाँ सिस्टम बाई सिस्टममा चलेको हुन्छ, हजुर वहाँ सिस्टममा चलेको हुँदैन। अब जस्तो यहाँ चलाएर जानेलाई वहाँ चलाउनलाई चाहिँ गाह्रो हुन्छ। किन भन्दाखेरि अब यहाँ चलाइरहेको सिस्टममा चलाइरहेको मान्छेले वहाँ गएर सिस्टममै चलाउन खोज्छ, ऊ पुग्दैन गन्तव्यमा बेलुकासम्म। त्यही भएर भनेपछि उताभन्दा यता सजिलो। सजिलो सिस्टममा चलेको नि त। हजुर हजुर सिस्टममा चल्नाले धेरै सजिलो हुन्छ। हजुर हजुर ए ल, तपाईँहरूको बहुमूल्य समयको लागि धेरै धेरै धन्यवाद इटानी दादा र सुदर्शन दादालाई। हस् हजुरलाई पनि धन्यवाद। तपाईँलाई पनि धन्यवाद हाम्रो सानो इन्टरभ्यू ल्याउनु भयो।